हाई नमस्कार हजुर सबैजनालाई मनस्का सुनारको ब्लगमा फेरि पनि स्वागत छ। आज म न्यू डे न्यू ब्लगको साथमा हजुरहरू सामु आइसकेको छु। सब भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै भिडियोलाई धेरैभन्दा धेरै माया गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नुहोला। मैले आज भिडियो कहाँदेखि स्टार्ट गर्दैछु भन्ने कुरा पनि हजुरहरूले मेरो ब्याकग्राउन्ड हेरेर पनि थाहा पाइसक्नु भएको छ। म चाहिँ अहिले काठमाडौँदेखि यो भिडियो स्टार्ट गर्दैछु भने म गाउँदेखि काठमाडौँ आएको पनि झन्डै 1 महिना हुन लाग्यो। धेरै समयपछि मैले यो भिडियो स्टार्ट गर्दैछु। हजुरहरू सबैजनाले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नुहोला भन्दै यहाँहरू पनि सन्चै आराममा हुनुहुन्छ होला भने म पनि यता एकदमै ठिक छु। सो आजको भिडियो के हुनेछ त मनसिकाको कस्तो कस्तो हुनेछ यहाँहरूलाई डिटेलमा देखाउने नै छु। हेर्न भने नभुल्नुहोला। सो गाइस अब हामी भिडियो स्टार्ट गर्नतिर जाँदैछु। अनि म मेरो घरमा आज को आउनुभएको छ भने हजुरहरूलाई देखाउने नै छु। सो हेर्दै गर्नुलाई त ल आज चाहिँ छोरी र अनि म को होला भन्नु होला। उहाँ चाहिँ मेरो देउरानी अनि उहाँ चाहिँ मेरो छोरी है। आमा छोरी कति राम्रो देखिरह है गाइस। अनि सो यता भने मेरो के छ देख्नुभयो। यता चाहिँ मेरो खाना पकाउने ठाउँ हो काठमाडौँमा। काठमाडौँमा त्यस्तै हो नि त, 2-3 कोठा लिन सक्दिनँ। एकजना मान्छे बस्ने एउटै मात्र कोठा हुन्छ नि त। अनि यहीँ सुत्ने यहीँ बस्ने खाने हुन्छ नि त। त्यस्तै भएर चाहिँ मेरो यहाँ सबै कुरा यहीँ छ क्या। हजुरहरू देखाउँदै जाने छु म आज के गर्छु कस्तो गर्छु सब कुरा भिडियो पनि देख्नुहुनेछ। सो अब हेर्दै गर्नु है त। अनि यो चाहिँ भन्नु होला यो फेरि के होला त यो मनसिकाको भन्नु होला। अनि यो चाहिँ मेरो अब हामी मिलाउँछु गाइस। यो चाहिँ अब मलाई भ्लगहरू बनाउनको लागि होइन, म एक्लै हुँदाखेरि अब मलाई कहिले भ्लगहरू बनाउन परिहालेछ भने के गर्न परिहालेछ भने यता चाहिँ छोरी नि देखाइदेऊ। मेरो छोरी नि मसँग उता मम्मीलाई हेरिदेऊ न क्या। यसलाई फेरि खोल्ने तरिका नै चाहियो नि त साथीहरू है। यसलाई पहिला सुरुमा यसरी नै गर्नुपर्छ। अनि यसरी गरिसकेपछि यसलाई यसरी तान्नुपर्छ। यसरी यसलाई यसरी तानिसकेपछि गर्ने। फेरि यो खोलिसकेपछि यसलाई कस्नु पऱ्यो नि त। अब हाम्रो जति हामीलाई यो जति लम्बाइ गर्नु मनपर्छ त्यसलाई चाहिँ अब यो सबै नटहरू खोलेर यसरी लान पनि सकिन्छ। अब यसलाई यसरी गर्नको लागि हामीलाई चाहिने मात्रको लागि खोल्नको लागि यो यसरी यसलाई चाहिँ टन चाहिँ यसरी कस्नुपर्छ है। टिकटक बनाउनलाई कस्तो टन हो। टिकटक बनाउनलाई पनि एकदमै स्मार्ट छ, एकदमै राम्रो सामान हो। अब मेरो भ्लगको लागि त अब यो जहाँ फर्काए पनि जसरी फर्काए पनि यसलाई एकदमै फर्किन्छ है। यता हेर्नुहोस् त साँच्चै फर्किन्छ। अब यसलाई म फर्काएर पनि देखाउँला नि त के छ र। मेरो भ्लग स्टार्ट नै आज योबाट हुन्छ क्या। अनि बत्ती बाल्नु पऱ्यो भने चाहिँ गाइस एकछिन है, यहाँ चाहिँ बत्ती बाल्नु पऱ्यो भने चाहिँ ल अब रिमोटवाला सिस्टम हेर्नु होला है हजुरहरूले। अलिक जुम गर्दै ए के हुँदैछ कस्तो देख्यो साथीहरू, कस्तो देख्यो ल भन त। अब यहाँनिर चाहिँ त्यो क्यामेरा मोबाइल यहाँनिर खप्पै अड्काएपछि यसलाई यसरी घुमाउने हो। यसलाई यसरी घुमाएपछि यसलाई यस्तो गर्दा नि भयो, यस्तो गर्दा नि भयो। अब क्यामेरालाई चाहिँ यसरी पछाडि फर्काउनु पर्छ। त्यस पछाडि एक्लै भएको बेला नि मजाले के हो त भिडियो बनाउनु। मान्छे राम्रै छु। कसरी रे छोरी भन त एक फेर मलाई त भन्नै आउँदैन हजुर। भन न भन। यहाँ चाहिँ मड्कामा चाहिँ खाने पानी अब चामलहरूदेखि त मड्काको पानी चाहिँ एकदम चिसो हुन्छ साथीहरू। त्यही भएर मैले चाहिँ पानी मड्कामा राख्ने गरेको छु। यो चाहिँ चामल एकछिन भिजाएर राख्नु पऱ्यो क्या। तिमीले त यस्तो डन्डीहरू त हाम्रो साग केलाएर सिद्धिसकेको छ। अब हामी 3जनालाई यति भए पुग्ने आउँछ आजको लागि। अनि त्यसमा के मिसाउने हो? त्यसमा आलु हुन्छ अनि त्यति नै होला। आलु र साग। अनि तिमी पकाउने कि म पकाउने? दिदीले पकाउनुहुन्छ है गाइजहरू साग चाहिँ। मैले होइन, मैले केलाइदिएको। तिमी पकाउनु पर्छ आज त। हुँदैन तपाईँले पकाउनु त अनि साँच्ची नै मर्दैन
के पो गर्नुहोस् यहाँ सागको डाँठ खाएर अनि कोक्यायो त्यही भएर पानी खाँदै हुनुहुन्छ अरे साँच्ची कोक्या कि खतरा कोक्या है कि आज यिनले नै हो भात दिन पकाउने पनि यिनी साग पनि धुन्छन् रे आलु पनि धुन्छन् रे यिनले आज सबै कुरा धुने मान्छे नि यिनी नै हुन् अनि नजिकाउनु न यहाँबाट देखिरहेको छु ठुलो रहेछ यहाँ समझ आलु त ठुलो दिदी अर्को भाँडा पनि चाहिन्छ कि साग राख्नु पर्दैन त्यो जालीवाला छ त्यहीबाट धौ न माटो धेरै हुने साग होइन नि त यो त मलाई त फुल नदेखाउनु है भयो ल आलु चाहिँ आलु धोइसकेछ अब यहाँ साग धुँदैछन् साथीहरू यहाँ चाहिँ हाम्रो सयपत्री फुल अनि यहाँ चाहिँ के छ भने यो चाहिँ काँक्रोको बोट यो चाहिँ खुर्सानी यो चाहिँ पतिना यो नि घिरमलाको बोट हामीले यो बाटोमा माटोसाटो हालेर रोपेका छौँ है भोलि पर्सि हुन्छ यो चाहिँ टमाटर अनि यो चाहिँ भनी हजुर देख्न सक्नुहुन्छ घिउकुमारी फुलको बोट ल्याउ त क्यामेरासम्म मान्छेलाई गाह्रो छ गाइस सबैलाई ठर भएन नि भएन हौ गीत है तरकारी पकाउँदा गीत छाड्ने गराब छ नि म त खराब मर्ने म त्यही भएर कोक्या के त्यो बुढीमा अब म एउटा मात्र गीत गाउँछु स्टार्ट माया मारेर गइहाल्यो जिन्दगी भर एउटै चोखरायो चौतारीलाई सारा पालो छाया मलाई सधैँ अधुरो माया मलाई सधैँ अधुरो माया अब यहाँ थाप्छ कि अब दाल बच्चाले दिइहाल्नु पहिला अघिसम्म चाहिँ अन्धन धुन्द भएर बस्नु अहिले असुध पर्ने बच्चाको लागि मात्रै दाललाई बन्द गरिदियो होइन यतिकै राम्रो देख्छ यहाँ यो मेथी पड्काइदिएछु मैले सिम्पल है चाडदेखि यो होइन सक्यो
सिलौटाले लौरा पनि पुग्न नसक्ने कस्तो चाहिँ ल दिदी यहाँ आज हामी यहाँ भिडियो बनाउनु थिएन हैरान भइरहेको दुईजनाको दुई बहिनीको यहाँ रमेता रमी त विपत्तै साग हेर्नुहोस् गाईहरू ठुलो बुझ्न पाए हुन्थ्यो भनेको त नि अनि त्यहाँ त्यतातिर साइडमा सोध्यो भने त्यतातिरको मान्छेलाई थाहा हुन्छ होला अनि दिन एकलटारमा गरी 1 महिना यहाँ माथि एकलटारमा गाइस अब मैले यहाँ मल मसला सबै कुरा हालेँ अब यो मेरोमा लाग्ने त सर्वस अहिले म कहाँ जाने होला छ्यापो यस्तो ब्लग भन्दै सर्वस टुटेर गाईहरू आजको तरकारी पनि पाक्यो अनि एक दाल पनि पाक्यो अब भात बसालिदिन्छु त्यस पछाडि अब हामी खाना खान्छु यस्तो थकै लाग्यो गर्मी भयो क्या खाना पकाउनु यताउता गरेर फाइनल मेरो भातहरू पाकिसक्यो देखाएको सब खाएको पनि है त दाल पनि गुटुटु लगाएर भात बसालिदिन्छु खाना बनाउनु दिन दिएको चिजमा पनि घृणा हुने भन्ने हो नि कहीँ प्रेम हुन्छ त छोरा मान्छेलाई प्रेमको अहिले अन्डा बनाइदिनु पऱ्यो यहाँ बनाइदिन्छु यहाँ ट्याक्कै मम्मी के भयो तपाईँको हात आमा आमा के साह्रो बुद्धि छ नि के हो त भन्छु मम्मी तिम्रो छ भने हाल्छन् ध्यान बुद्धि त कसो भने तिमीसँग सानो पनि छ नि ध्यान बुद्धि आज चाहिँ हाम्रो छोराको आमाइ मम्मी कन्चनाले हल्लाइदिएर नि झन् के भने होला त भने एउटा उल्टो ए सरी सरी शिवराम कराएर म त भएन अब खाना खाइदिउँ अब खाना त भ्लग बनाउँदै यो हानी धेरै नखाने धेरै नै ल साथीहरू अब खाना खानालाई के छ पोल्लै पोल्ला अब त के हट्यो कस्तो घोली लागेको छ तिमी सागमा खाने हो र मम्मी म त अब भात सुरु खाइरहेको छु अब मेरो पनि फेभरेट खाना यही हो चाहिँ सुरु हो क्या तिमीबाटै सुरु हो बाबा ल अहिले मेरो पनि भात ढुकेको मम्मीलाई हेरे ल छोरीलाई ल खा उद्याएर खा मुबार यस्तै सकाल्यो मिठो भएन साग मिठो भएर मत्ती खाइहाल्यो आज लास्ट धेरै खाऊँ नि मिठो चिज होइन नमिठो त गाउँ